के रे कुसुम कुन गीत रे त राम्रो देख्दो रहेछ नि कुसुम टमाटर भनेको बुझ्दैन गोलभेडाको अचार कति बेला आयो त तिमी क्लासबाट ओके खै हेलो गाइज गुड मर्निङ एभ्रीवान इट्स मी अभिषेक वेलकम टु माई न्यू ब्लग आजको ब्लग सुरुदेखि अन्तिमसम्म लाइक कमेन्ट सेयर गर्नु होला आज पनि फ्राइडे र आजको कुसुमको काम पनि छ प्रमोसन भिडियो सो सबजना हेर्नु होला हैन सो आज म कुसुमलाई कामको लागि भनेर कहाँ लग्नेछु सुरुदेखि अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु बिर्सनु गाइज कुसुम चाहिँ अछामी पारामा यहाँ यस्तो ओख्लो लोडोले गर्दा अचार बनाएर के को अचार बनाएको कुसुम यो हल्का पुदिना थियो अनि पुदिना र टमाटर गोलभेडा होइन टमाटर भनेको बुझ्दैन गोलभेडाको अचार कति बेला आयो त तिमी क्लासबाट ओके खै देख्छु गाइज यस्तै मलाई आउने पिन्ने यो पिन्ने खाइन कि राम्रो हो खोल्ने लोड हो नि यस्तै हो के यो बनाउनु पर्ने हो पहिलाको हजुरबाको पालाको हैन बुवाले ल्याइछ होला यो साग काठमाडौँमा गएला पहिले अब कति बेला खाने त आजको प्लान के छ त कुसुम खै दिउँसो थाहा हुन्छ आज जाने हो नि उता ए उता आज फ्राइडे हैन ए मनी बिर्सिसके आफ्नै ड्युटी आफै बिर्सिनु प्रमोसन आज फ्राइडे हैन र मिठो ल जोन्सु कहाँ गयो त आज आएन माथि तल गएको छ ल सो गाइज यहाँ चाहिँ कुसुमले खाना रेडी गरिसक्यो दाल पनि पाकिसक्यो तरकारी पनि पाकिसक्यो र अचार पनि भइसक्यो अनि हामी आज खाना खाएर अब दाइ अफिसबाट आउने बित्तिकै हामी खाना खाने हो अनि जाने हो होइन कुसुम त्यसपछि अरू के भन आज चिकन छैन हो कुसुम भेज टोटल्ली आज भेज रे गाइज भने चिकन खाँदा खाँदा नै कहिले काहीँ चाहिँ वाक्कै भइन्छ गाइज साँच्ची मासु पनि धेरै खाएर म त भन्दै म त 1 पिस र 2 पिस भए खान्न है कुसुम अनि अब चाहिँ हामी त्यसपछि कुसुमको सुट अनि मेरो आफ्नो पर्सनल काम त्यो सबै सकेर घर आउँदा चाहिँ 5-6 हुन्छ होला सायद आज च्यालेन्ज भिडियो गराउँछ भनेको थिएँ भाइ कुसुम च्यालेन्ज भिडियो नआउनु भयो नि त अब नेक्स्ट डे गाइज कुसुमको चाँडो सकिएपछि होइन त कुसुम च्यालेन्ज भिडियो तर कस्तो च्यालेन्ज भनेर चाहिँ हामी पछि भन्दैछौँ यो गाई ड्युटी के ड्युटी के रे प्रमोसन आम्मा टिक्क पार गएछस् त म चाहिँ कस्तो भएर गएको छु देखाइदिउँ त गाइजहरूलाई म चाहिँ फेरि यस्तो पारामा स्पोर्टी लुकमा स्पोर्टी ब्याग हामी चाहिँ जान लाग्यो जब घरबाट 3:30 भइसकेको छौँ 2 घन्टा त लाग्छ 5:30 मा चाहिँ हामी घर आइपुग्नुपर्छ ल सो यु गाइज हामी चाहिँ निस्क्यौँ है त घरबाट पानीबाट भिज्दै जाने रेनकोट ओढेर जाऊँ हो न तलतिर नभए नि अनि के भिज्दै जानु यहाँनिर चाहिँ एकैछिन गेट खोले आफ्ना ड्युटीको लागि त गेट खोल्न नि तयार छन् हेर मान्छेहरू ल के कस्तो खालको पानी पऱ्यो र एकैछिनमा यहाँ आम्मामा गाइस देखो जा त कति भिज्छ हेरौँ जा त ल हेर एकछिनमै देखिन्छ के हेर ल त अलिकति जाने अलिकति सो गाइस हामी निस्किलाको पानी पर्यो ए भगवान् यहीँ पर्छ हौ पानी कहीँ नभएको जाँदा हाँडीमा भने जस्तो जाम है रेनको तोडौँ ओह त्यसो छतको ढोका लाग्छ छैन हाम्रो अब रेनकोट चाहिँ ओढ्नु पर्ने बाध्यता आएछ पानी चाहिँ
रोकिँदैछ बिस्तारै बिस्तारै। कुसुम पानी तल पनि परेको बरु जहाँनिर रोकिया रेनकोट चाहिँ त्यहाँनिर इन गरौँ लाग्यो होइन नयाँ रेनकोट किनेको मस्ती न त्यो अर्को त पानी छिर्ने कि झुस्री किरा त छैन नि कहाँ झुसुल्किरा हुन्छ दिक्यो अब अर्को म चाहिँ कहाँ चिन्ने पछाडि त कुसुम यहाँ अहिले खोल ल पछाडि अहिले खोल राख्ने हुन्छ कुसुम यो के खोल्ने यहाँनिर के हुन्छ त चेन ए दा यो च्यार रहेछ पानी यार घरमा निस्किँदैन पानी पर्छ हो कहिले झगडा त निस्किनै मन लाग्दैन नि पानी परिसकेको छ फेरि परेछ यत्रो कम भएको थियो फेरि पऱ्यो स्कुटरलाई पनि ढाक्नै पर्छ हेर्नु तेरो पानी भिज्छ नि कुसुम फेरि भिज्दैन होला अब के गर्नु के हुन्न पानी भिज्नु तलतिर छैन होला क्या हात्तीबाट भन्दा तल नहोला फेरि ओक्सिजन पानी थिएन ठ्याक्क निस्किने बेला पानी पऱ्यो त्यहाँ हेर्छु अगाडि है खै अरू कुकुरको होला सो गाइज के कुसुम तल तान्न के हो त्यो टोपी छ त टोपी मुखभित्रै लुकाए पनि हुन्छ के गाइज अब हामी निस्क्यौँ कुसुम कस्तो भइरहेछ त म त गाडी लिन्छु होला सो गाइज अब हामी निस्क्यौँ है त सो किप वाचिङ ल सियु हामी कहाँ कुसुम न्यु रोड है त पुरै भिजेर म त्यही मेरो मोजा सबै भिजे सो गाइज फाइनली वी आर हियर तँलाई मैले यसको गाउन बनाऊ भनेको कि बर्थडेलाई तर बर्थडेसँग बज्दैन होला नि बवाल देख्छ है यसको त गाउन होइन त हेभी लुक्स यस्तो राम्रो राम्रो आइटम छ कस्तो हेर्नु ह्यान्ड कति बवाल छ है ओ त्यो पनि देखा र अहिले नयाँ झर्या रहेछ त्यहाँ त्यो सबै नयाँ होइन हो त्यो साडीको लागि पनि हुन्छ यो लेहेङ्गाको लागि पनि हुन्छ गाउन सबै हुन्छ आज यो ट्राई गर्ने कुसुम त्यो पनि अर्को पनि ट्राई गर कस्तो राम्रो रहेछ त यो मेटेरियल पनि होइन दस बाह्रवटा येल्लो पनि लगाउँछु कस्तो राम्रो रहेछ कि मलाई मन पर्यो आज यसकै गर्ने नि त ल यस्तो राम्रो राम्रो आइटम छ पुरै जना लोकेसन भन्दैछु त अस्तिको भ्लगमा चाहिँ सोधेको थिएँ कि सबले हाम्रो इन्दर चौक चौकासी गली चौकासी गलीमा भित्र लेस गली छ लेस गलीको ठ्याक्कै भित्र पसेको लेस गल्लीको ठ्याक्कै भित्रपट्टि देखिन्छ गाइज यो पुरै बिल्डिङ चाहिँ उहाँहरूकै हो अस्तिकोमा मैले ऊ चाहिँ देखाएको छु त्यो आज चाहिँ म जाने बेला लोकेसन पनि गर्छु ल कसो व्हाइट पनि ल व्हाइट पनि राम्रो रहेछ त व्हाइट पिङ्क ब्लू सब रहेछ त यार कलर सबै छ अहिले चलिरहेको कलरहरू सबै डिमान्डिङ कलरहरू बुटिक पिस छ सबै बुटिकलाई लिन्छन् होला नि यो त सबै बुटिकहरूलाई पिच होला यो पिच हो कि त्यो ब्लू रहेछ कुसुम त्यो पनि लाउ त स्काई ब्लू आज यही सबै होइन कुसुम कतिवटा खान यो कलर भेराइटी 10-15वटा अनि हेर न कस्तो बवाल कलर आएछ यार यो त हङकङको सारीले नेपालको धुलो उडायो होइन त
कस्तो मन पर्यो नि त यसको काम त मलाई त बाबा अझै भएको छ साडीको पार्ट गर्ने रे आज सो गाइज यहाँ थुप्रै मेटेरियल नयाँ नयाँ आहा देख्न सक्नुहुन्छ है यो गाइज मैले यसो देखाइदिन्छु तपाईँलाई मनपर्ने चाहिँ तपाईँहरू यहाँ पसलमा आएर सौर्य फेब्रिक भनेर चाहिँ सर्च गर्नु होला नम्बर पनि छ त्यहाँ हामीले राखेको टिकटकमा सबै छ ल हेभी पनि छ सबै छ चिया आ गया गाइस चिया कुसुमको अफिसमा आएर चिया खाइहाल्छ अहिले बस किन र अर्को साउले नखाने फेरि सो गाइज अहिलेको भाइरल ब्लाउज कुसुमलाई राख्न यसमा चाहिँ कलर भेराइटी धेरै छन् हजुर त्यो दिनु न कुसुमको हातमा ब्लाउजहरू धेरै छन् गाइज यहाँ आएर तपाईँले होलसेल प्राइसमा लिन सक्नुहुन्छ सी गाइज भाइरल ब्लाउज कुसुम हो त्यो रेड पनि देखाइदेऊ न उताको रेड कस्तो राम्रो छ यो अनि ग्रिन पनि के अरे राम्रो छ है सबै ल सो गाइज अब कुसुम रेडी टिकटक बनाउनको लागि यो उसमा पनि अहिले हामी देखाउँछौँ सबै कलर छ गाइज यसमा चाहिँ पर्पल ब्लू पिच पिङ्क रेड पनि होला सबै छ यसमा अहिले म देखाउँछु येल्लो सबै है त साडी चेन्ज होइन अब रेड व्हाइट र रेडको पनि राम्रो कम्बिनेसन देख्दो रहेछ रेड लुक्स गाइज टिज लाग्यो टिज हङकङको साडीले हङकङको त नभनेर कताको इन्डियाको साडीले नेपालको टिज लाग्यो होइन त रेड गाइज कलर भेराइटी चाहिँ थुप्रै छ मैले भनिसकेको छु अघि नै होइन हामीले कलर भेराइटी पनि देखाइसक्यौँ यो पनि सुहायो सुहाइहाल्छ नि भाउजूले रेडी गरेर नसुहाउने भन्ने हुन्छ होइन भाउजू कुसुम खाजा आयो त्यो खाजा त्यहीबाट ल्यायो हो हामीले खाने ठाउँबाट के यो मरी कुसुम यो मरी खाजा खाने कि पहिला के गर्ने चिसो अझै मिठो हुन्न यो खै खोलिदेऊ न बुनु हजुर लिसु ल हजुरको पनि छ मिठो लाग्दैन हजुरलाई मिठो हुन्छ त यो खुवाको ल कुसुम बस खाम त्यत्तिकै रेडी भएर बस्नु हजुर खामसँगै के कुसुमको खाजा आयो तल बस्नु कुसुम भुइँमा बेडमा कहाँ हुन्छ बस्नु हजुर सँगै खाम के हुनु गाइज यो मरी खाजा आज मेरो छ कि छैन कुसुम आउनु कहाँ हो र समोसा होइन आइसक्यो बस्नु एकछिन भाउजू खाइसक्यो भाउजू खानुहुन्न क्या आउनु हजुर नआइकन खानु खानु खुवा होला नि मैले खुवाको बनाएँ भने कुसुमलाई त मनपर्छ होइन के गरी खाएँ कुसुम मिठो भनेर खान के भएको छु खाइछ हजुर खाइछ ल मलाई यो खोलिदियो पानी काटे मैले घरमा लिनेवाला हो कि कुसुम यो
सो गाइस भाउजू र कुसुम खाँदैछ अब म पनि खान्छु अनि खाइसकेपछि फेरि लुगा चेन्ज होइन भाउजू लुगा चेन्ज अब चाहिँ मामा खाना जाँदै हुन्छ पहिला पानी खानुहुन्छ अरे अनि बल्ल यो मरि तरकारी भन्दा मिस्टेसँग तरकारी मिठो हुन्छ क्या अब सोयाबिन वाला के भन्नु खाइस आलु र मिठो छ गाइस खाजा खाएर चाहिँ अब हामी फेरि कुसुमको हुन्छ ड्रेस चाहिँ त्यसपछि कति बजिसक्यो कुसुम त्यसपछि घर जान्छ भनेको यहाँ अब दाइले कराउने बेला भइसक्यो छिटो आऊ है भन्दै हुन्थ्यो होइन अब हामी जान्छौँ है त 2टा बाजी छ त्यसपछि के रेडी भइस फाइनली रेडी पिङ्क पनि राम्रो देख्यो ल के गर्ने हो सब भन्नु तेरो आइडियामा चलाउँ न कुसुम अहिले भन्दा तेरे नैना कस्तो गर्ने तेरे नैना कस्तो रे कुसुम नै उमङ्ग नै खुसी भन्दा कुसुम हो त्यस्तो के रे कुसुम कुन गीत रे त राम्रो देख्दो रहेछ नि कुसुम रेडी गाइस ल हो यो लुक्स पनि राम्रो देख्यो नि कुसुम साँच्चै अब यसमा चाहिँ सबै तीजको गीतमा मात्रै बनाइदियो के रे कुसुम खाने चोको मिठो हुन्छ माथि हाम्रो बन्द भइसक्छ अब हुँदैन ल जाने कति बजी हेर्दा कुसुम 7 ओहो पानी पर्दा 5 बजी आइपुगेको थियो मैले कुसुम है कुसुम त्यो दिदीलाई देऊ नि त ल यो मोबाइल पनि लाग्थ्यो ल अब हामी निस्क्यौँ गाइज सी यू टुमोरो सो गाइज अब चाहिँ हामी निस्क्यौँ कति बजेर कुसुम 7:15 पानी परेर अघि ढिलो आइपुगेको थियो नि अब चाहिँ हामी निस्क्यौँ गइसक्यो टप गइसक्यो कि छोडिदिनु तल छोडिदिनु ल आइज हेलो गाइस अब चाहिँ हामी घर जाँदैछौँ भर्खरै सक्यौँ कति घन्टा पछि 1 घन्टा यो कति लगभग 2 घन्टा लाग्यो 2.5 घन्टा आज पानी पनि परेको थियो अझै त्यहाँ नेट पनि थिएन त्यही भएर घर जाँदैछौँ गाइस आफ्नै खानालाई के ल्या आज चाउचाउ हो आज चौका म त मलाई करेन्ट बनाइदिनु त चाउचाउ खाएँ नि त करेन्ट खाने के छ करेन्ट खाने ल आज हामी करेन्ट खाइन्छ गाइज हेर त कपाल कति झरेको काट्नु आज त भुक्यो नि त खै डन्छु के भएछ न कुसुम आज करेन्ट अन्डा मामालाई फोन गरिहाल मामा खाने नखाने नभए मामा त खाना खानु पर्यो खान्छ खाना बनाउने हो डन्छु ल हामी त करेन्ट अन्डा मलाई त एउटा मात्रै करेन्ट है 2टा अन्डा ला रारा ल्याइनुहोस् नि तैँले फेरि म बिर्सेँ रारा मिक्स गर्ने के त्यतिकै म त धेरै खान्न भोलि बिदा हेरेर बस्छौँ तेरो बिदा होइन त ल
सो गाइस फाइनल हामी घर पुग्यो फेरि स्टार्ट भयो त्यसको के बुझ्दै फेरि बोला के हो रे यो पुरै कपाल झारेछ हिटमाथि जाम हिट भुइँ बस बोला न फेरि भुइँ बस सो गाइस फाइनली वी आर एट होम अब चाहिँ हामी खानासाना बनाउँछौँ खानासाना बनाउँछौँ भन्दा पनि म पनि करेन्ट खाने कुसुम पनि करेन्ट खाने भन्ने कुरा छ डन्चुको त अलरेडी खुट्टा र टाउको छँदैछ होइन डन्चु के खाने तिमी सानो आऊ आऊ नि त आऊ माग दिछु न माग दिछु सो अब चाहिँ हामी हाम्रो खाने क्रममा तयारीमा जान्छौँ है त सो किप वाचिङ आजको ब्लग कस्तो लाग्यो सुझाव सल्लाह दिनु होला कुसुमको चाहिँ 3rd विक हो यो अब चाहिँ लास्ट विक छ 1 महिना पुग्नलाई त्यसपछि फेरि अर्को महिना रनिङ हुन्छ सो एकदमै राम्रो डिजाइनर आएको रहेछ आज चाहिँ अनि कुसुमले सबैले ट्राई गर्नै सकेन के भन्छ लाउनै सकेन नेक्स्ट विक चाहिँ फेरि हुन्छ होला रिपिट हुन्छ होला